अब विश्वको सबभन्दा पुरानो हिन्दू धर्म भनेर हाम्रो देश नेपाललाई चिनिन्छ भने यी संसदमा पनि कस्तो मान्छे गएको के यौन व्यवसायको पनि के गर्ने रे मान्यता दिनुपर्ने रे। अब यस्ता यस्ता पनि संसदमा गएका छन्। यिनीहरूलाई नलखटेर कसलाई लखट्ने हो? हाम्रो देशको बारेको सोचेको छैन है यिनीहरूले। गोजी भर्ने काम हो यिनीहरूको। फर्स्टमा यो यौन व्यवसायमा उही जसले कुरा राख्नुपर्छ नि संसदमा उहाँको चाहिँ परिवारलाई चाहिँ त्यो व्यवसाय चालु गर्ने भन्ने उनीहरूको नातेदार रिलेटिभ सबलाई त्यो व्यवसाय गर्ने भने त्यसपछि चाहिँ उसले आफैले थाहा पाउँछ के बोल्ने कुराहरू भनेर। पागल भइसक्यो यिनीहरूलाई लखट्नुपर्छ, लखट्ने न भेट्नुपर्छ हिन्दू राष्ट्रको